सम्पूर्णमा नमस्कार। मैले निरन्तर रूपमा सुर्खेत क्षेत्र नम्बर 2 का सन्दर्भमा कुन राजनीतिक दलको कस्तो अवस्था रहेको छ भनेर तपाईहरुलाई जानकारी दिँदै आइरहेको छु। यसै सन्दर्भमा रहेर पछिल्लो समय केही दिन यता मैले गरेको सर्वेक्षण अनुसार तपाईहरुलाई केही फ्याक्ट तथ्यहरु यसो भनिरहँदा तपाईहरु एउटा कुरा मलाई बारम्बार भनिरहनु भएको छ, कमेन्टमा पनि, सुझावमा पनि, मेसेजमा पनि, फोनमा पनि तैले गरेको विश्लेषण ढुलमुले टाइपको भयो। मैले गर्ने विश्लेषण डे 1 को आजको दिनको हो। भोलि के हुन्छ भन्ने कुरा भोलिले निर्धारण गर्ने हो, आजले गर्दैन। तसर्थ म के भनिरहेको छु भने उम्मेदवारी दर्ता गरेको दिन देखि त्यसपछिका केही पछिल्ला दिनहरुमा कांग्रेस सुस्त र एमाले उच्च देखिन्थ्यो। राष्ट्रपा नयाँ शक्ति हो, त्यसमा केही आशाका किरणहरु छन्, केही आवेगहरु छन्, केही उत्तेजनाहरु छन् र केही संशयहरु छन्। माओवादीको सांगठनिक रूपमा, माओवादीका निकटका साथीहरुको रूपमा उहाँहरुको आफ्नै मनस्थितिबाट पनि के कुरा प्रष्ट हुन्छ भने हामी यो क्षेत्रमा चुनाव जित्दैनौं, हामी यसका सहभागी खेलाडी हौं, प्रतिस्पर्धी खेलाडी होइनौं भन्ने खालको भनाइ बुझ्नलाई कुनै कठिनाइ छैन। त्यस अर्थमा हेर्दाखेरि अब तीनटा पार्टी मात्रै रहन्छ। तीनटा पार्टीलाई पनि गहन ढंगले हेर्ने हो भने दुईटा मात्रै रहन्छ, किनकि राष्ट्रपा एउटा यो क्षेत्रमा जबरजस्त प्रभाव पाडिसकेको छ। घर घरमा जनजनमा मान्छेको मनस्थितिमा र आफ्ना एजेन्डाले मान्छेहरुलाई बुझाइसकेको छ भन्ने अवस्था आज सिर्जना भइसकेको छ जस्तो चाहिँ देखिदैन। तथापि फागुन 7 गते प्रजातन्त्र दिवसका दिन सुर्खेतमा राष्ट्रपाका सभापति र वरिष्ठ नेता रवि र बालेनको उपस्थितिमा ठूलो आमसभा गर्ने भन्ने एउटा राष्ट्रपा निकटका स्रोतहरुले बताउँदै आएका छन्। त्यसपछि राष्ट्रपाको प्रभाव यो क्षेत्रमा कस्तो रहन्छ भनेर त्यो बेला मूल्याङ्कन गर्न सकिन्छ। र आजका दिनमा एमाले कि कांग्रेस भन्ने एउटा जबरजस्त प्रश्न छ। दुईटा उम्मेदवारलाई कम्पेयर गरेर पनि हेरिएको छ, नारायण कोइराला र कुलमणि देवकोटालाई। कतिपय साथीहरु अझ एमाले निकटका साथीहरुले के रे कुलमणिलाई झुप्रा विरत खानेपानी आयोजनाको अध्यक्ष भएर लामो समय जनतासँग रहेर जनताका भावना बुझेर जनताका पीर मर्का बुझेर काम गर्ने नेतृत्व भनिरहनु भएको छ, जो उहाँ अहिले पार्टीको पनि सुर्खेत जिल्ला कमिटीको अध्यक्ष हुनुहुन्छ। अर्को पात्र हुनुहुन्छ नारायण कोइराला। नारायण कोइरालालाई नेपाली कांग्रेस भन्दा बाहिरको वृत्तले पनि एउटा बौद्धिक नेता, क्लीन छवि भएको मान्छे, कांग्रेसले परिवर्तन माथिदेखि तलसम्म गरेको मान्छे र उहाँले मतदाताहरुसँग गर्ने सरल व्यवहारको पनि प्रशंसा गरेको पाइन्छ। आफूलाई मन परेको व्यक्ति, आफूले रुचाएको व्यक्तिलाई यो खालको के रे प्रशंसा गर्नु, सपोर्ट गर्नु, साथ दिनुलाई म अन्यथा रूपमा लिन सक्दैन। तर आजको दिनमा पनि एउटा कुरा के स्पष्टसँग भन्न सकिन्छ भने एमाले 20 नै हो, कांग्रेस चाहिँ 19 नै छ आजका दिनसम्म है। फेरि अब भोलि मैले यस्तो भयो है साथीहरु भन्दाखेरि तपाईहरु हिजो चाहिँ कांग्रेस 20 भन्ने, एमाले 20 भन्ने, आज चाहिँ कांग्रेस 20 भन्ने हुन्छ भन्नु होला। त्यो हुन्छ कहिलेसम्म भइरहन्छ भने जबसम्म फागुन 21 हुँदैन अनि जनताहरुको मनस्थितिमा कुन उम्मेदवारले कस्तो चुनावी रणनीति परिवर्तन गर्छ, कसरी जनतासँग भावनात्मक अट्याचमेन्ट गर्छ, कसरी भदौ 23 र 24 को जेनजी आन्दोलनलाई आफ्नो एउटा राजनीतिक एजेन्डामा मोमेन्ट क्रिएट गर्छ, त्यसले सबै कुरा निर्धारण गर्छ। तर यसका साथसाथै हामीले नबिर्सिनु पर्ने कुरा के छ भने राष्ट्रपाको उपस्थिति पनि यो क्षेत्रमा मनोनयनका दिनमा जस्तो सुस्त थियो आज त्यस्तै मजबुत, दरिलो उपस्थिति र गर्विलो बन्दै गएको छ। यसलाई पनि हामीले ध्यान दिएर
समय सापेक्ष विश्लेषण गर्नुपर्छ र गरिरहनुपर्छ भन्ने म तपाईँहरूलाई अवगत गराउनु छु र बाँकी टिप्पणी फेरि गर्दै गर्नेछु। धन्यवाद।